भिडियो धेरै लामो भइरहेछ, सो म छोटकरीमा भन्छु। रिड लाउडमा तपाईँको मार्क्स आएको छैन भनेदेखि इट्स अल बिकज अफ योर फल्ट। तपाईँले खालि त्यहाँ भएको क्वेसन ब्याङ्क मात्र प्र्याक्टिस गर्नु भइरहेछ। बिफोर यु प्र्याक्टिस 10 to 15 डेज चाहिँ तपाईँले आफूले आफूलाई जज गरेर के गर्नु पऱ्यो भन्दाखेरि मिमिक गर्नु पऱ्यो। पोडकास्ट सुन्नु अथवा डिफ्रेन्ट टाइपको एकाडेमिक पोडकास्ट सुन्नु, एसेहरू सुन्नु। तपाईँसँग धेरै टुलहरू छन्। एआईले तपाईँलाई भनिदिन्छ, प्रोनाउन्सिएसन भनिदिन्छ, सेन्टेन्स बाई सेन्टेन्स चाहिँ तपाईँले मिमिक गर्नु। त्यसरी 10 to 15 डेज चाहिँ त्यो प्र्याक्टिस गरिसकेपछि एन्ड देन यु गो टु मेन तपाईँको क्वेसन ब्याङ्कको प्र्याक्टिसमा। ओके, जबसम्म तपाईँलाई प्रोनाउन्सिएसन नै थाहा हुँदैन त्यसपछि तपाईँ जति 2-3 महिना प्र्याक्टिस गर्नुहोस्, विदाउट प्रोनाउन्सिएसन र विदाउट क्ल्यारिटी अन भोइस तपाईँको मार्क्स आउँदैन। त्यही भएर यो एकदमै डेन्जरस कुरा हो। रिड लाउड फोकटिया यत्तिकै ट्याक गरेर नबस्नु र फलो फर मोर।